जेएनयूका साथीले कहिले पनि यो यसरी चाहिँ नै गएर वडाको सम्पत्ति फुक्ने भनेर उहाँहरूको पनि पुरै दिशा मार्ग थिएन। यो त पूर्वाग्रही तरिकाले गरिएको हो। वडा समिति आफ्नै समिति आफ्नै टोलको मान्छेहरूले यसरी गर्नु भनेको यो पूर्वाग्रही भएको। अर्को कुरा सीसीटीभी क्यामेरा हाम्रो फुटेजहरू त्यो प्रशासनले निकालेको छ। अब हामीले त त्यसमा केही भन्नु छैन, प्रशासनले आफ्नो कारबाही अगाडि बढाएको छ। बाँकी कुरा प्रशासनले आफ्नो तरिकाले गर्नेछ, त्यसमा हामीले केही पनि आफ्नो तर्फबाट केही पनि गरेको छैन। तर सीसीटीभी क्यामेरा प्रशासनले निकालेछ, हामीसँग जाइरी पनि माग्यो, अहिलेसम्म हामी जाइरी दिएको छैनौँ। तपाईँ त एकचोटि माथि पनि गएर तपाईँले भिड गर्दा हुन्छ, माथि जानुहुन्छ त भवनै समेत यस्तो पूर्वाग्रही तरिकाले जलाएको छ कि भवन समेत नि त्यो पुरै ध्वस्त पारेको छ। र हाम्रो सामानहरू केही पनि तपाईँको कुनै पनि काम लाग्ने कुनै पनि सामान छैन, सबै चाहिँ नै खरानी बनेको छ। मलाई लाग्छ कि भवनैदेखि हामीले गर्ने हो भने कमसेकम 70-80 लाखको क्षति भयो। त्यसैले मैले चाँडैभन्दा चाँडै यो अफिस सुचारू गरौँ भनेर अहिले जे हामीसँग जहाँ छ त्यो आफ्नै हामी मिलेर कतैबाट सामान जोडेर आजदेखि पूर्ण सबै सेवा वडाबाट हुने सबै सेवाहरू सुचारू गरेको छौँ।